Hello, welcome to my vlog. This is next vlog and welcome everyone. अहिले चाहिँ म छु पिखुवा खोलामा। पिखुवा खोला डन्डन। पिखुवा खोला चाहिँ यस्तो छ अनि अहिले चाहिँ भर्खर हामी 4 बज्यो। हामी चाहिँ घर जाँदै गरेको पिखुवा खोलाको उतापट्टि पुरानो घर मेरो माइती घर। यता चाहिँ फोटोसुट हुँदैछ बाउचुराको। ल है पिखुवा खोला हो यो चाहिँ। यो पिखुवा खोलाको पुल हो। बाउचुरा चाहिँ भिडियो सुट गरेर आउँदैछ। हाई ब्रुनिस, हाउ यु फिलिङ? हाउ यु फिलिङ? Why bad? Why good? हजुर चाहिँ ल है गाइस हामी चाहिँ पिखुवा खोलामा छौँ है। हामी पिखुवा खोलामा छौँ। छोरा उता छ, बाबा उता कुरा गर्नु छ। मेरो बुढोको सब्सक्राइबर गट 1 सब्सक्राइबर हियर। भाग्दैन रहेछ। टायरै पम्चर भएर। सो गाइस गाडी ल है हामी चाहिँ अहिले भर्खर ओमे भदाइको घर आइपुग्यौँ। 6 बजे ठ्याक्कै 2:30 बजे हिँडेको। के अरे 2:30 बजे घरबाट हिँडेको 6 बजे आइपुग्यो। कतिवटा छ जम्मा बाख्रा? आज चाहिँ मैले माउको भ्लग आफै सुरु गरेको किनभने माउ चाहिँ यहाँ मेकअप गर्नु व्यस्त हुनुहुन्छ। हेलो गाइस, एकछिनमा भेट्छु ल मेकअप गरेर। हामी चाहिँ एकछिनमा घुम्न जाने। उता माथि जङ्गल छ अरे। हामी सबै देख्छौँ डाँडाहरू छ खतरा। जङ्गल होइन छोरा, हाम्रो घर, मेरो मामुको माइती घर। भने न त मेरो घर घुम्न जान आँटेको, जन्मेको घर, हुर्केको चाहिँ होइन, जन्मेको मात्रै हो, जन्मथलो हो। अनि त्यहाँ जान आँटेको, त्यही भएर म मेकअप गर्दैछु। हल्का मेकअप गर्दैछु किनभने। हेलो पाठक, के छ हाल खबर? यता 2 जना लठी बोकेर आमामा लौरो बोकेर छ त बुढो मान्छे। यता हेर त क्यामेराको कति माथिको यहाँनिर ल चप्लेटी ढुङ्गा आइपुग्यो। खेतको तल्लो खेतको ठ्याक्कै हाम्रो खेतको तल पुछरमा आइपुग्यौँ। सानो लड छ अनि यो चिप्लेटी ढुङ्गा खेलेको है। हामी चप्लेटी ढुङ्गाको खेतबाट अगाडि बढ्दैछौँ। यो बाँसहरू यहाँ 100 घना रोप्नु भएको छ बाबाले। 100 घना भन्दा बढी छ होला होइन? 100 झ्याङ भन्दा बढी रोप्नु भएको छ मेरो बाबाले रोपेको खेत। बाँस खेत। पहिला यो खेतमा धान कति फल्थ्यो। अहिले त यतातिर चाहिँ रहेछ, यतातिर चाहिँ बाँझै रहेछ। यो पानी चाहिँ कहाँबाट ल्याएको भाइ? यो कहाँ लाने पानी हो? त्यो नामन्त लाने पानी अघि त्यहाँको? यो चाहिँ सिम खेत हो। पहिला चाहिँ पुरै सिम थियो। सिम खेत थियो। अहिले चाहिँ यस्तो यस्तो भएको छ। तर सिम त सिमै छ। पानीहरू अलिअलि छ। सिम खेतै हो। यहाँ त धान त खतरा फल्थ्यो। यो माथि यस्तो जङ्गल बनाएछ। यहाँ चाहिँ खेत रोप्नु छोडेको रहेछ। बिचरा ऊ पनि के गरोस्, एक्लै छ मान्छे। यो सिम खेत हो नि त पुरै। यिनीहरू त पानी भइराख्ने खेत हो नि त। हो होइन छोरा? तपाईहरुको यहाँ बीचमा पर्छ। यहाँ अलिकति यो अलिकति यहाँ छ नि। ऊ तल पनि छ नि त हाम्रो। त्यो उदोको त्यो त बेचिसक्नु भएको। त्यो बेचेको हो। डोकोको के हो? हेलो भाइ बहिनी, के छ? पत्कार लिएर आएको हो? त डोकोको के हो भन्छु? पत्कार हो अघिको पात। फेक्ने थियो अहिले पल्लो बारीबाट हामी घरतर्फ लाग्दैछौँ है। ऊ तलदेखि तल यता यता पल्लो बारी हुँदै 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 अहिले चाहिँ ठ्याक्कै यो भूत भएको, भूत बस्ने भन्नुहुन्थ्यो आमा पहिला। यो ढुङ्गामा आइपुग्यो। यो चाहिँ घर चाहिँ बेहाल रहेछ। ल है तपाईँहरूलाई कतिको याद छ दिदी बहिनीहरू? मलाई चाहिँ यहाँ लुकामारी खेल्थ्यौँ यो घरमा भन्ने कुरा चाहिँ मजाले याद छ। यहाँनिर
लुकेर खेलेर बाख्रा चराउँदै खोइ के गर्दै यो घरमा यो यहाँ आरुको रुख थियो आरु कि के को रुख थियो नि यो घरमा यो सानो घर यसमा के अरे हामी लुक्दै खेल्थ्यौँ मलाई चाहिँ राम्रोसँग याद छ तपाईँहरूलाई चाहिँ कतिको याद छ यो चाहिँ मजाले यस्तो भएछ भात कुटो के अरे पहिला त अलिक ठुलो थियो जस्तो लाग्छ यो अहिले चाहिँ अब यत्रो वर्ष भइसक्यो माथि होला नि लुक्दै खेल्ने ठाउँ हो यो मेरो बुढोले चाहिँ मलाई रोडोडेन्ड्रन ल्याइदिँदै हुनुहुन्छ मलाई ल्याइदिएको हो थ्याङ्क यू No, I will not marry you, but give me flower. यो चाहिँ फुल मलाई ल्याइदिनु भएको अरे यो हाम्रो घरको के अरे गुराँसको फुल ल विल यु बी माई आयो भने त माछ है यहाँनिर ऊ छ क्या के अरे यो के हो के अरे ठुलो बखडा कि के हो भाइ त्यो ठुलो बखडा अझै रहेछ ठुलो बखडा हो कि सानो बखडा एउटा मैले अम्बक भेटेको कि आफ्नो बारीको खाइदिएको मैले यो बखडा ओइ फल्न लागेछ भने फल्नु थालिसक्यो दाना के हो बखडा हो यो त यत्रो यत्रो पो हुन्छ त ठुलो खालको नि भाइ हो नटिपछि खानु हुँदैन यो चाहिँ के बनाउनु लागेको छ के अरे उसको लागि इस्कुसको झ्याङको लागि ए पहिलाको ढिकी घर त यस्तो भएछ बारीको डिलमा ओखरबोटमा चिल बस्यो भन्नै नहुने माया आउन न उताल्लोसम्म जाऊँ है उताल्लोसम्म हेरेर आउन धारा थियो क्या एउटा धारा हेरेर यता कोदो चाहिँ फल्छ कि फल्दैन यो बारीमा फल्छ नि मजाले फल्छ कोदो त खत्रै हुन्छ नि बारी हेर्नु न बारी उता गएर हेर्नु त कस्तो खतरा यहाँ त अझ कम भएको जस्तो पो लाग्यो अहिले त मलाई पहिले त सिम थियो पुरै सिम थियो अनि यो चाहिँ हाम्रो खेल्ने कुद्ने ठाउँ हो प्लेग्राउन्ड हाम्रो पहिला खेल्ने कुद्ने यो खेतमा पनि बारी बनाइसकेछ यहाँ धारा थियो जस्तो लाग्छ खोइ धारै छैन यहाँ त अनि सुँगुरको मासु खायो अनि त्यहाँबाट अनि तितेपाती लगाएर यो धारामा हात धुन आइन्थ्यो अहिले त धारा सारा केही छैन त अनि पो त गएछ धारा त हजुर धारा थियो कि धारा थियो अनि त्यहाँनिर ऊ थियो ए यही होला हजुर यस्तो भएछ ए यसको भित्तामा ऊ त हलोनेरी छ मुहान अनि धारा यहाँ यता ल्याएर धारा यहाँनिर थियो पहिला धारा यहाँ थियो हो त्यहाँ भित्तामा मुहान त्यहाँ यसको भित्तामा मुहान त्यहाँ अनि यस्तो त थियो अनि धारा अर्को धारा यहाँ तल जान्छ कताबाट जानु त यताबाट हिँड न जाउँ धारा 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 जाउँ धारा त्यहाँबाट छ ठाडै धारा हाम्रो बचपनको खेल्ने ठाउँ अरे यिनीहरू भनेको चाहिँ घरबाट निक्ल्यो सुई यहाँ तल र माथि कुदो यो बारीहरू एक नम्बरी बारी हो एक नम्बरे बारीहरू हाम्रो काफ्लेमा 35 रोपनी अरे हामीलाई त्यही धेरै जस्तो लाग्थ्यो यो त 85 जाँदै छुट्टारा
धारालाई हेर्न यो त उस्तै मान्छेले तान्ने काम गरेर हैन ऊ धारा धारा त्यहाँको पानी खाए पनि हुन्छ नि तिहार नखाउ धारा उठ्यो त्यहाँ ल हैन धारामा बारी चाहिँ हेर्नु पल्लो छेउ अहिले उताबाट निक्लिनुपर्छ न उताबाट जाउँ धारा जाउँ धारा ए म त आफ्नो जन्मेको ठाउँ लड्दिनँ लडे पनि के हुँदैन लडिँदैनौ अनि यत्रो पानी चाहिँ कता बग्छ त भाइ अनि धारा यो चाहिँ प्योर अर्ग्यानिक धारा आफै उम्रेको मूल धारा पहिला माथि थियो यस्तो धारा हामी सुँगुरको मासु खाएर के भन्छ सुँगुरको मासु खाएर अनि तितेपाती बोकेर आउँछौँ धारामा कति वर्षमा खायौँ नि लु है गाईको भैँसीको गोठ आइपुग्यो हामी यहाँनिर भैँसी बान्ने उनीहरूको अहिले चाहिँ गोरु बानिरहेको रहेछ यो चाहिँ पहिला हाम्रो भैँसी गाई बान्ने गोठ हो गोठको तल 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 गएर यहाँ मूल पानी लु ए मतन पानीको मूल यहाँ यस्तो छ नि बाउआमा कति दुःख गरेको ठाउँ हो यो तपाईँहरूको दिनरात दुःख गरेको दिनरात पसिना बगाएको खुन पसिना बगाएर हामीलाई जन्माएर हुर्काएर ठुलो बनाएर अहिले म यसरी हेर्न आउने बनाएको यस्तो छ घर पछाडिको दृश्य यो चाहिँ ढलेछ एकजना बाजे आउनुभयो मतलब मैले भनेको त्यही नै यो बाजेहरु घर चाहिँ यस्तो छ घर चाहिँ ढल्नै आँटेको रहेछ मान्छे नै छैन घरमाथिको फुल इन्द्रकमल फुल अझै रहेछ है लु कोकालाई यो आरुको रुख पनि रहेछ यो ढुङ्गा यो इन्द्रकमल फुल अनि कति दुःख गर्नुहुन्थ्यो नि आमा बाउ आमा बाउले दुःख गरेको घर लैलाई कति दुःख गर्यो होला ढिकी यो घर ढिकी त्यस्तो छ यहाँ यस्तो उँभो हजुर ए उठा ल यही घरमा चाहिँ जन्मेर मेरो बुढी यत्रो भएको जन्मेर 7 वर्षसम्म चाहिँ यही घरमा बिताएर अनि अहिले चाहिँ मधेसतिर गएर हुर्केर बढेर अनि आएको यहाँ चाहिँ ओइसेलुको बोट छ अघि नै मैले एउटा चाहिँ टिभी सकेँ अझ फल्नै बाँकी छ धेरै अनि म एउटा टिभी हेर्नु पर्यो भेट्दैन त यहाँ भेटेँ एउटा मैले खाइदिनु पर्यो भिरमुनी है गाइस भिरमुनी यो चाहिँ भिर हो यस्तो छ यता चाहिँ यस्तो भिर 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 भएर यतातिर हामी पहिला खेल गाइस अहिले चाहिँ मैले यतिबाट टिप्न सकेँ एउटा यतिबाट टिप्न सकेँ एउटा माङ्लो खानु मैले 15 मिनटदेखि टिपेकोलाई यहाँ त माङ्लो अड्क्यो ला कसरी अड्क्यो म खाइदिन्छु ल मैले चाहिँ खाएँ यति खाइदिउँ
मिठो छ भिडियो मिठो छ हालेको रेडी पोज पोज दे पोज 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 कस्तो पोज दिने रेडी रेडी